शिलङ टुरको दोस्रो दिनको रेकर्डिङ आज म हामी बसेको गेस्ट हाउसदेखि सुरु गर्नेछु। यो गेस्ट हाउस शिलङ पुलिस बजारभन्दा अलिकति छेउमा अप्पर माउप्रेन्ट भन्ने जग्गामा छ। यो चाहिँ हो गेस्ट हाउसको पार्किङ एरिया र यो फुल रोपेर मजाले सजाएको रिसेप्सन एरिया हो र यो सबै चाहिँ एउटै प्रपर्टी हो। यो फुल रोपेर यति राम्रोसँगले सजाएको छ, एकदम निट एन्ड क्लिन छ, सफा लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्दैछ भन्नुहोस् होला। र यो रिसेप्सन हो, रिसेप्सन डेस्क र यो बिल्डिङ र यो परको बिल्डिङ, यो दुइटैमा रुम्सहरू एभाइलेबल छ। र हामी बसेको रुम चाहिँ यस्तो सिँढी भएर माथि जानुपर्छ। हेलो, यो चाहिँ डाइनिङ एरिया हो र जो पनि गेस्टहरूले खाना लिएर आउँछ मगाउँछ यो ठाउँमा बसेर मजाले खान सक्नुहुन्छ। र फ्रिज पनि एभाइलेबल छ, ओभन पनि छ, यसमा तपाईँले खाना तताएर खान सक्नुहुन्छ र जरुरत पर्ने सानो सानो सामानहरू सबै यहाँनिर छ। र अहिलेसम्मको रेकर्डिङमा हामीले पायौँ होटल्स र त्यसको बारेमा केही जानकारीहरू। र अब हामी सेकेन्ड डेको ट्रिप सुरु गर्न गइरहेको छौँ। हामी जानेछौँ डाउकी रिभर। मार्केट भएर जाँदै गर्दा हामीले केही सपिङहरू पनि गऱ्यौँ। र यो बजारको नाम हो बडा बजार, जो पुलिस बजारको नजिकमा छ। यहाँनिर धेरै लोकल खानेकुराहरू पाइन्छ, सागसब्जी इत्यादि। र एउटा कुरा हाम्रो लागि गुड न्युज, किनभने बिहान हामी निस्केको छु र यहाँनिर भिडभाड निकै कम्ती नै छ र हामी यहाँ आरामले घुम्दै जान सक्छौँ यो मार्केटको बाटो भएर। र स्पेसली यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ सुँगुरको मासु एकदम प्रशस्तै र हरेक ठाउँमा पाइन्छ। यहाँ चाहिँ सुँगुरको मासु साह्रै मन पराउँछ यहाँको लोकलर्सहरूले। डाउकी गएको मान्छे बाटोबाट फर्केर आएको छ। पानी परेर ज्यादा ट्राफिक भयो अनि हामीलाई धेरै टाइम लाग्ने रहेछ, त्यही कारणले गर्दाखेरि चाहिँ हामी वापस आयौँ। अब केही खाएर चाहिँ हामी शिलङ भ्यू पोइन्टमा जाने, भ्यू पिक हो कि शिलङ पिकमा जाने। र अब भोलिको प्लानिङ चाहिँ हाम्रो चेरापुन्जी जाने हुन्छ होला सायद। अब हेरौँ के हुन्छ, यहाँनिर खाना खानुपर्छ। यहाँको प्लेटको साइज र खाना देखेर छक्कै नपर्नुहोस् होला, किनभने यो मेघालय शिलङ हो। यहाँको लोकल ठाउँमा यस्तै पाउँछ। हाम्रो डाउकीको ट्रिप त क्यान्सल भयो र अब हामी जाँदैछौँ शिलङ पिक। कस्तो छ थाहा छैन, अब गएर तपाईँहरूलाई देखाउँदैछु। हामी शिलङ पिक आइपुगिसक्यौँ, तर कुहिरोले गर्दाखेरि सबै भ्यूहरू छोपेको थियो, त्यसैले भिडियो रेकर्डिङ गर्नु पाएन धेरै। र हामी फर्किँदा पनि सिमसिम पानी परिरहेको थियो, त्यसै कारणले गर्दा हामीले तातो गोरुको मासुको थुक्पा र गोरुको मासुको मोमो खाने प्लानिङ गऱ्यौँ। एकजनाले फेरि शिलङको खसिया गाना पनि सिकिहालेको छ हो।